हेलो सेवा नमस्कार साथीहरू, मेरो युट्युब च्यानलमा यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र आजको यस भिडियोमा चाहिँ म स्पेनको आप्रवासन सम्बन्धमा नयाँ कुराहरू लागू हुन गइरहेको छ। जस्तो यहाँ पिपी पार्टीले सरकार चलाइरहेको छ भन्दा भने अर्को भक्स पार्टी चाहिँ अपोजिट पार्टी हो। यो भक्स पार्टीले चाहिँ अहिले जुन आप्रवासी सम्बन्धी कडा नियम लागू गर्नुपर्छ, आप्रवासी ल्याउने जुन अराइगो सिस्टम हो त्यसलाई चाहिँ बन्द गर्नुपर्छ भनिरहेको माग गरिरहेको थियो पहिल्यैबाट। र अहिले यो भक्स पार्टीकै समर्थन गरेर पिपी पार्टीले एउटा विधेयकलाई अनुमोदन गरेको छ। यो विधेयक चाहिँ पक्षमा चाहिँ 145 भोट परेको छ भने विपक्षमा चाहिँ अराइगो चाहिँ बन्द हुनुहुन्न भन्नेमा चाहिँ 110 भोट परेको छ। यसको मतलब के भन्दाखेरि 145 भोट चाहिँ अब अराइगो तर्फबाट चाहिँ स्पेनमा जति मानिसहरू आप्रवासीहरू आइरहेको छ त्यो प्रक्रियालाई चाहिँ बन्द गर्नुपर्छ भन्ने पक्षमा हो। त्यसले गर्दाखेरि अब आउने समयमा आप्रवासीहरूको लागि चाहिँ कडाइ हुने, नियमहरू कडाइ बन्ने र विभिन्न कुराहरू तलमाथि हुने जस्तो बुझिन्छ। र अब यो विधेयक चाहिँ अनुमोदन भएर कानुनै बन्यो भनेदेखि चाहिँ आप्रवासीहरूको लागि निकै नै जटिल, अलिक अप्ठ्यारो हुने परिस्थिति बन्न सक्छ। आप्रवासीहरूलाई गाह्रो हुनसक्छ, त्यो कुराहरू आउन सक्ला। अब यो 145 भोट चाहिँ जुन आप्रवासीहरूलाई ल्याउनुहुन्न, अराइगो बन्द गर्नुपर्छ भन्ने जुन पक्षमा यति भोट आइसकेको छ। साथीहरू, अराइगो बन्द गर्ने भन्ने कुरा आइसके पछाडि अब यो भर्खर अस्ति बुधबारबाट आएको कुरा हो। र अब के हुन्छ भन्दाखेरि सिनेटभित्र विस्तृत छलफल हुन्छ अनि प्रस्ताव सम्बन्धी समितिमा पठाइन्छ अनि आन्तरिक मामिला, न्याय आदि मन्त्रालयहरूमा छलफल हुन्छ। त्यहाँ संसदहरूले संशोधनहरू पेश गर्न सक्छन्। विशेषज्ञहरू वा सम्भावित निकायहरूलाई सुन्ने प्रक्रिया पनि हुन सक्छ। अनि अर्को, सिनेटको पूर्ण सभामा मतदान हुन्छ अनि समितिको प्रतिवेदन तयार भएपछि त्यसलाई सिनेटको पूर्ण बैठकमा छलफल गरिन्छ। सिनेटले प्रस्तावलाई जस्ताको तस्तै पारित गर्न पनि सक्छ। 145 जना भनेको बहुमत अथवा जित हो। यसलाई जस्ताको तस्तै पारित गर्न पनि सक्छ र संशोधन गरेर पारित गर्न पनि सक्छ वा फेरि अस्वीकार गर्न पनि सक्छ। अनि अर्को, यो कङ्ग्रेस दि लस डिप्युटाडोसमा पठाउने काम हुन्छ। अनि यदि सिनेटले प्रस्तावलाई अघि बढायो भनेदेखि विधेयक कङ्ग्रेसमा जान्छ, किनकि अन्तिम शब्द कङ्ग्रेसको हुन्छ। कङ्ग्रेसले फेरि पूर्ण सत्रमा लाने कि नलाने निर्णय गर्छ। त्यस पछाडि यसलाई संशोधन हुन्छ र अन्तिममा मतदान गर्छ। अन्तिममा पारित गर्ने अनि एप्रुभेसन फाइनलमा के हुन्छ भन्दाखेरि कङ्ग्रेसले अन्तिम रूपमा स्वीकृति गरेपछि चाहिँ कानुन मानिन्छ, कानुनमा पारित हुन्छ। कानुन पारित हुन्छ यदि दुवै संसदबीच मतभेद भए कङ्ग्रेसको निर्णय अन्तिम हुन्छ। राजाको स्वीकृति र राज्यमा प्रकाशन हुन्छ र राजा वा राज्य प्रमुखले स्वीकृति दिन्छन् साथीहरू। त्यसपछि BOEमा प्रकाशित हुन्छ। प्रकाशित भएको केही दिन वा हप्तापछि कानुन लागू हुन्छ। यसरी अब चाहिँ आप्रवासीहरूको लागि नयाँ नियम आउन खोजिरहेको छ। जुन नयाँ नियममा चाहिँ आप्रवासीहरूलाई एकदम कडाइ हुने सम्भावना देखिन्छ। आप्रवासीहरू आउनको लागि बन्द नै गर्ने सम्भावना पनि हुन्छ, किनभने अराइगो बन्द गर्नु भनेको चाहिँ अराइगो भन्ने जुन सिस्टम बन्द हुन साथै आप्रवासनहरूलाई नल्याउनु नै हो, त्यसरी बुझ्दा पनि हुन्छ। र अब यस पछाडि यो लागू भइसकेपछि के हुन्छ, कस्तो हुन्छ भन्ने बारेमा चाहिँ अब अहिले भन्न सकिँदैन। कसरी यो बिचबिचमा अब यो संशोधनहरू हुन्छ त्यही अनुसार अगाडि आउला। र अहिले जति पनि साथीहरू हुनुहुन्छ स्पेनमा, अब आप्रवासी भन्नाले अब 2-4 हजार मात्रै पर्दैन। यहाँनिर लाखौँ लाख आप्रवासीहरू छ। सायद मेरो विचारमा चाहिँ यी आप्रवासीहरूलाई यहाँनिर चाहिँ अब कसरी व्यवस्थापन गर्ने त्यस्तो विषयमा नै कोसिस होला र सबैलाई अब डिपोर्ट गर्ने कुरा त त्यस्तो त नआउला। त्यसले गर्दाखेरि चाहिँ अब जतिजना आइसक्नु भएको साथीहरू हुनुहुन्छ उहाँहरूले त्यस्तो आत्तिनुपर्ने, हतासिनुपर्ने जस्तो चाहिँ मलाई लाग्दैन मेरो पर्सनल विचारमा। र अब आउने जति पनि साथीहरू आउन खोजिराख्नु भएको छ
स्पेनको लागि सोचेर बसिराख्नु भएको छ अन्य देशहरूबाट। उहाँहरूले चाहिँ जतिसक्दो चाँडो तुरुन्तै आइहाल्नु भयो भने राम्रो हुन्छ। पछि बन्द भइहाल्यो भने बन्दाको बन्दा नै हुन्छ। स्पेन मात्र यस्तो देश हो जहाँ सजिलै 2 वर्षमा चाहिँ यहाँको रेसिडेन्सी कार्ड दिने एउटा देश पर्छ। अरू देशले कुनै पनि देशले 2 वर्षमा रेसिडेन्सी कार्ड दिँदैन। 2 वर्ष सङ्घर्ष गरे पनि 2 वर्ष पछाडि रेसिडेन्सी दिने एउटा मात्र देश भनेको स्पेन हो। अनि तपाईँहरूले आफै नै अब सोच विचार गरेर आउन राख्नुभएको साथीहरूले चाहिँ आइहाल्दा बेटर हुन्छ, राम्रो हुन्छ भन्न चाहन्छु। र यो थियो स्पेनको अराइगो बन्द हुने सम्बन्धी मेरो भिडियो। र यहाँहरूलाई के कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु। थ्याङ्क यू, बाई बाई।